गाइज वेलकम टु आवर ब्लग है। हामी चाहिँ यस क्याफे आएको थियौँ, खायौँ सकायौँ। यता हुनुहुन्छ हाम्रो साथमा सुन्दरी। हजुरको शुभ नाम? हजुर। अब कति वर्ष पुग्नु भयो? 22 years हो। मेरो घर चाहिँ बर्दिया हो, तर म यही नेपालमा बसोबास गर्न लाग्यो 4 years भयो। म चाहिँ भवेशको बहिनी। ठिकै छ। अब चाहिँ सकियो खाएर पनि। अब चाहिँ निस्किन्छौँ हामी एकछिन बजारतिर। आज मन्जुको फुपूको बर्थडे छ। फुपूलाई ह्याप्पी बर्थडे। सबैजनाले विश गरिदिनु होला। अब चाहिँ हामी के गर्न जान्छौँ? अब के गर्न जान्छौँ? अब चाहिँ हामी चाहिँ एकछिन बजारतिर जान्छौँ। सानो भयो क्या, अब चाहिँ बेसरी बोल्नु पर्यो। फुपूलाई चाहिँ अब ब्याग किन्न जान्छौँ, बर्थडे गिफ्ट। हेरौँ अब चाहिँ बजार गएर चाहिँ फेरि भेट हुनेछौँ। बाई बाई। आज चाहिँ अब बाइकमा गइन्छ। फेस्टिभलहरू छ नयाँ नयाँ यसमा। फर्स्ट डे त हिजो गयो, आज सेकेन्ड डे हुन पाइन्छ। गर्मी त यस्तो छ कि लास्ट टाइम जानु छ। बाइक र स्कुटर धेरै छ त हुन्छ। बाइकको हालत चाहिँ खतमै भए खतम। अब अहिले लगेर यसलाई वास गरेर टक्क नयाँ बनाएर ल्याउनु पर्छ। चाहिँ हामी अगाडि कफी खाँदाखेरि भेट हुन्छौँ। 10 बजे यस्तो गर्मी छ यहाँ। 10 बजे यतिको गर्मी छ कि 12 बजेदेखि त के होला नि, सकिन्छ त निस्किनु। धम्बजी चोक पुग्यो। अब यस्तो गर्मीमा पनि ट्राफिक लाइट छ यहाँ त, बस्नै पर्यो। बाटो ठुलो बनाइदिनु पर्छ क्या। ट्राफिक लाइट हाइदिन्छ, यहाँ लेफ्ट जान्छ, अब अर्को लेन हुन्छ नि त। यता चेकिङ चलिरहेको छ। भाषा अब कसकोमा फाइन हानिरहेको छ। नो के थिएन। अब चाचाजीको कतिको लाग्यो झट्का। तनावमा छन् काकाजी। हाम्रो मन्जु चाहिँ यहाँ कुरेर बसिरहेको छु। अब चाहिँ हामीहरू बजार जान्छौँ, सामान किन्छौँ। बाइक त एकदमै फोर। साथीहरू अब चाहिँ हामी यहाँदेखि निस्किन लाग्यो, यसो बजारतिर जान लाग्यो। उहाँ हुनुहुन्छ हाम्रो राइडर भवेश मल्ल। ओके ल साथीहरू, हाम्रो चाहिँ बजारतिर आइसक्यो। यो नेपालको बजार। चाहिँ पसल पुग्यौँ। अब ब्याग हेर्छौँ। यहाँ चाहिँ कस्तो ब्याग लिने हो? ब्यागहरू त यतिकै धेरै छ। यति भन न आन्टीलाई। आन्टीलाई भन त कस्तो ब्याग?
हुन्छ नि हल्का ठुलो टाइपको के लेडिज छ लेडिज हो यस्तो नानो त्यो ब्याग चाहिँ निकाल्दैछ उसलाई निकाल्नै दौड भएको छ खै बोकेछ कति घन्टी मिलाउनु न अब कस्तो 900 र 50 रुपियाँ मात्र घटाउनुहुन्छ मिलाउनु हामी यहीँबाट ब्याग लग्छौँ नि त सधैँ पहिला त तपाईँले ब्याग मात्र बेच्नुहुन्थ्यो है माथि पनि राख्नु भएको थियो ब्यागहरू कलेजको ब्यागदेखि लगेर मम्मीको लागि ब्याग सबै यहीँबाट लगेर जान्छौँ हामीले खै यता आउँदै यता यता ल साइडमा ए मान्छे बोक्न नि मिल्छ नि मन्जुलाई स्कार्फ पनि मन पर्यो अरे अब पर्यो अरे पर्यो पसल त आउनै नहुने सबै मन पर्यो केटीको जात है अन्त तपाईँहरूलाई त कति नै हामीलाई त केही पर्दैन है यता हेर त हाम्रो सक्दैन बात छ हाम्रो आन्टीलाई हामीले चाहिँ ब्याग लग्यौँ राम्रो पनि छ प्राइस पनि राम्रै भन्नुभयो के हो आन्टी हजुरको पसलको नाम बागेश्वरी सप्लायर्स सबै आउनु होला ब्यागहरू चाहिँ यहाँ स्पेसल्ली सबभन्दा मेन भनेको ब्याग चाहिँ यहाँ पाइन्छ राम्रो राम्रो ब्यागहरू कलेजको लागि हजुर युट्युबमा ब्यागहरू चाहिँ एकदम दामी दामी छ सबै स्कुलको लागि भयो ट्रेकिङ ब्यागहरू पनि छ माथि पनि छ ब्यागको सबै यो चाहिँ तल सानै मात्र हो माथि चाहिँ पुरा ब्यागहरू टन्न छ ब्यागहरू दामी 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 आउनु होला एकचोटि लगेर जानु अलिअलि ल आन्टी धन्यवाद बाई बाई फेरि आउँछौँ हामीले चाहिँ आन्टीबाट क्यास पनि लगेका छौँ अब अनलाइन हालिदिन्छौँ आन्टीलाई यति सहयोगी हुनुहुन्छ आन्टी यहाँ चाहिँ एकचोटि आउनै पर्छ है आएर चाहिँ यहाँ भवेश मल्लकोबाट आएको म हेरेर भिडियो भन्ने ट्याक्क पारेर आन्टीले मिल्दो झुल्दो रेटमा ब्यागहरू दिनुहुन्छ ल आन्टी धन्यवाद अर्को पसलमा छौँ मान्छे कलेक्सन मन्जु चाहिँ एउटा चाहिँ भेस्ट किन्ने अरे आफूलाई मैले तिमीलाई देखायो होला यस्तै त थियो त भिडियो कल गरेर यस्तै त थियो त त्यहाँ पनि यिनीहरू त थियो त के भन्छ अरे यसले 1 पिस एउटा मात्र पङ्खा चल्या दुईटा बन्द छ यहाँ बिल धेरै आउँछ भनेर को यो पुरा कोरियन जस्तो देखियो त निहाउ निहाउ अलि चाहिँ लामो भएछ है यस्तै लामो हुन्छ मेरो पनि त लामो छ काट्ने थोरै सबभन्दा सानो साइज यही हो बवाल देखियो बवाल
उहाँको घर चाहिँ सल्यान रहेछ उहाँको बर्दिया खै यता हेर्नु तपाईँ ठ्याक्क मेरो साथीको जस्तो फेस छ उसको अमृता भन्ने छ उसको जस्तै छ यता हेर्नु नि यता लाज मान्दैछन् फेरि नाम के हो तिम्रो शुभ नाम के हो तिम्रो निलम घर कहाँ रे यसले चाहिँ यो मन्सु कलेक्सनमा जब गर्छिन् अलि चाहिँ लाज नमान्ने भने यहाँको यिनी मात्र रहेछन् अरू त सब लाज मान्ने यी त झन् सबभन्दा धेरै के हो रे यिनको नाम अन्जु बाई बाई मन्जु अन्जु बाई 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 निलम तिम्रो नाम के अरे मुना बाई बाई फेरि आउँछौँ हामी है अर्कोचोटि चाहिँ 10% होइन 20% डिस्काउन्ट चाहिन्छ हामीलाई रेगुलर कस्टमर भनेर लाउनुहोस् रिटर्न आयो यति ल मन्जु बाई बाई अर्बेस मल्ल 6495 है यसमा चाहिँ गएर यहाँ भेट्यो दबाउनुहोस् आज बेलुका कि भने भोलिसम्म चाहिँ आउँछ है बाई बाई थ्याङ्क यू ल हिँडिरहेको छन् केटाहरू नेपालगञ्जको डन अर्को डन यता हुनुहुन्छ हेलो पुक्के डन एउटा डान्स जाओस् त पुक्के डनको यस्तो हानिदिनु पऱ्यो यस्तो अब चाहिँ हामीहरू स्नोकर खेल्न जाँदैछौँ क्वेसन मार्कमा हामी चाहिँ अब धम्बोजी जाँदैछौँ मोमो खान स्नोकर खेल्न यहाँको त सरै छ धम्बोजीमा छ अरे अहिले चाहिँ ह्यान्डसमलाई हेर्नु सिङ्गल छ हाम्रो जेनिस खड्का यदि कोही दुबई जाँदैछन् कोही डिपेन्डेन्टमा जाने कसैलाई चाहिँ राम्रो लाग्छ भनिसकेपछि के छ इन्स्टा आइडी जेनिस खड्का अनि हाम्रो चाहिँ उत्तम भाइ पनि सिङ्गलै छ होइन उत्तम भाइको त गर्लफ्रेन्ड छ मार्छ फेरि सिङ्गल छैन अनि उत्तमको गर्लफ्रेन्ड चाहिँ जापान छ मेरो चाहिँ छैन गर्लफ्रेन्ड कोही पनि होला अनि मन्जुको पनि छैन मेरो बहिनीको कोही छैन बिचारीको अब धम्बोजी चोक पुगेर हामी चाहिँ फेरि भेट हुनेछ हामी चाहिँ जाँदैछौँ कहिले कता जाने हो टाइम बस्ने भात पनि पाउँदो रहेछ त थकाली हान्ने हो थकाली तलै बसौँ न के छैन तलै बसे भइहाल्यो कता जाने माथि ल हेर्नौँ त हेर्नौँ हजुर हेर्नौँ साँझ आउँदा चाहिँ ठिक हुँदो रहेछ है साँझ चाहिँ राम्रो हुँदो रहेछ यहाँबाट चाहिँ दामी देखिँदो रहेछ भ्यूहरू नेपालगञ्जको एकदमै अझै माथि पनि रहेछ ठाउँ अब धेरै माथि त नजाम यतै नै ठिक छ भोक पनि साह्रै लागेको छ होइन साझा कुरा गर्छु
अहिले बम आयो यो ट्याब्लेट चिन्नु ल यता चाहिँ यहाँ यता देखान खै त परवेश गर्नु अरे देखेन त अनुहार पनि नदेख्नु अलि उज्यालो गर्नु यहाँ चाहिँ परवेशसँग कुरा हेरेर आछौँ त्यसको बोल्न मिल्दैन अरे कस्तो गरिस् तैँले कस्तो अरे एउटा टिकटक बनाउँछु त के अरे हाम्रो उहाँ इन्डिया जाँदै हुनुहुन्छ उहाँलाई हामी छोड्न आइरहेको छौँ उहाँलाई हामीले बहुत मिस गरेका घाँस काट्न आएछौँ मलाई ए बाई 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 ट्रेनर हो यदि कसैलाई टिप्स एन्ड ट्रिक्स चाहियो भनिसकेपछि के छ अरे इन्स्टा आइडी जुनियर जिसी सबले चाहिँ के गर्नु फलो गर्नु अनि म्यासेज गर्नु उसले चाहिँ टिप्स दिन्छ केटीले मात्र हो केटालाई त सिकाउँदैन उसले केटीलाई मात्र ओके ल बाई 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 शुभयात्रा केटो चाहिँ गयो छोड्यो अब म पनि घरतिर जान्छु फास्ट गर्मी छ यता लगमा फ्रेस भएर सुत्दिनुपर्छ अब यो चाहिँ हाम्रो पुरानो एयरपोर्ट हो यता नयाँ बनिरहेको छ 1 महिनामा चाहिँ यो स्टार्ट हुन्छ होला सायद यो एयरपोर्ट यो भित्र चाहिँ केटाकेटीहरूको लागि खेल्नेदेखि लगेर सबै छ दामी बनाएको छ एयरपोर्ट चाहिँ